परदेशदेखि घरदेशसम्मको वास्तविक जीवन कथा भाग 7 घरको खबर र परदेशको मन। परदेशको जीवन उस्तै थियो। बिहान काममा जानु र राति थाकेर कोठामा फर्कनु। दिनभरि शरीरले काम गर्थ्यो तर मन भने घरमा। त्यो गाउँकै घरको आँगन र आफ्ना मान्छेहरूकै सम्झनाले सताइरहन्थ्यो, हराइरहन्थ्यो। एक साँझ काम सकेर कोठामा फर्किएपछि मोबाइलमा घरबाट फोन आयो। दिनभरि पीडाले भरिएको, थकाइले भरिएको शरीर, पीडाले भरिएको अनुहार। आमाको फोन कल देख्ने बित्तिकै क्षणभरमै हरायो। बाबु सन्चै छस्? आमाको आवाज सुन्न साथ मन भरियो। खुसीले मन गदगद भए, तर आफ्नो दुःख सुनाएर आमालाई चिन्ता दिन भने छैन। त्यसैले हाँस्दै भने, सन्चै छु आमा। तपाईँ पनि सन्चै हुनुहुन्छ? कस्तो छ तपाईँलाई? आमाले घरका कुरा सुनाउन थालिन्। घर खर्च बढेको थियो, भाइ बहिनीहरूको पढाइको खर्च थियो, बाबु स्वास्थ्य पनि पहिले जस्तो छैन। मैले सबै कुराहरू चुपचाप लाएर सुनिरहे। मनभित्र पीडा बढ्दै गए पनि आमासँग केही भनिन। मैले केवल यति भने, आमा चिन्ता नगर्नु है, म पैसा पठाइदिन्छु। फोन राखेपछि भने मलाई खुब पीडाले सतायो, चिन्ताले सतायो, आँखाहरू रसाए। आमासँग बोल्दा लुकाएका आँसुहरू एक्लै रुँदा रोक्न सकिन, एक्लै हुँदा रोक्न सकिन। केही दिनपछि फेरि घरबाट फोन आयो। आमाले सोध्नुभयो, बाबु यसपालि त चाडबाडमा घर आउँछस् होला नि? त्यो प्रश्नले मन चसक्क भयो। घर जान कसलाई मन थिएन र? कसको मन हुँदैन र? आमाको हातको खाना खान, बाबुको छेउमा बसेर केही बेर कुरा गर्न खुब मन थियो। भाइ बहिनीहरूसँग बसेर हाँस्न मन थियो। आफ्नै घरको आँगनमा केही दिन खुसी भएर बिताउन मन थियो। तर रहरभन्दा जिम्मेवारी ठुलो थियो। त्यसैले बिस्तारै आमासँग भने, आमा यसपालि काम धेरै छ, अर्को वर्ष पक्कै आउँछु है। फोन काटियो, तर आमाको आवाज कानमा लामो समयसम्म गुन्जिरह्यो। त्यो रात झ्यालको छेउमा बसेर परदेशको झिलिमिली सहर हेरिरहे। तर आँखा अगाडि भने आफ्नै गाउँको सानो घर देखिरहेको थियो। मनमा नै सोचे, म घरदेखि टाढा छु, तर धेरै मन त अझै त्यही आँगनमा छ। परदेशीहरू घरबाट टाढा हुन्छन्, तर घर उनीहरूको मनबाट कहिले टाढा हुँदैन। उनीहरूले घरमा पैसा पठाउँछन्, तर त्यो पैसासँगै आफ्नो पसिना, थकान, आँसु र अधुरा रहरहरू पनि पठाइरहेका हुन्छन्। चाडपर्व आउँदा घरमा खुसी छाउँछ, तर परदेशको मनमा भने, परदेशीको मनमा भने घर फर्किन नपाएको पीडा झन् गहिरो हुन्छ। अरूले परिवारसँग बसेर खुसी मनाइरहेका हुन्छन्, ऊ भने मोबाइलको स्क्रिनमा परिवारको फोटो हेरेर चुपचाप मुस्कुराइरहेको हुन्छ। परदेशीको मुस्कानभित्र धेरै पटक एउटा नबोलिएको कथा लुकेको हुन्छ, नबोलिएको पीडा लुकेको हुन्छ। आफ्ना मान्छेसँगै बस्न मन लाग्छ, तर परिवारको भविष्यका लागि अझै परदेशमै
बस्नुपर्ने बाध्यता हुन्छ। धन्यवाद सुनेर साथ दिनुभयो साहित्य प्रेमी सुशील धनगढीबाट। कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया भने दिन नभुल्नुहोला। धन्यवाद।